जय मेसी फेरि पनि हजुरलाई फेरि पनि धेरै दिनपछि अगुवाको प्राथमिकताहरूभित्र पढ्नुपर्ने केही कुराहरू छ। तपाईँले नोट पनि गर्न सक्नुहुनेछ, टिपेर राख्नुहोस् अथवा सुन्नुहोस्, यो भिडियोलाई सेयर पनि गर्नुहोस् है। अनि तपाईँलाई केही कुराहरू जिज्ञासा लाग्यो भने कमेन्टमा गर्न सक्नुहुनेछ। अनि चरित्रको अनिवार्यता छ है, अनि त्योभित्र रहेने कुराहरू चाहिँ यहाँनिर तलबाट दिएको छ। अनि बाइबलीय अगुवापनको निम्ति मैले सूचीमा चरित्र सर्वभन्दा पहिले आउँछ। एउटा अगुवाको निम्ति वा पतन हुनको चरित्रमा भर पर्छ। आजभोलि छवि र बाहिर प्रतिष्ठामा धेरै जोड दिएको छ, तर परमेश्वरले हामीलाई हाम्रो चरित्रको वास्ता गर्नुहुन्छ अनि उहाँले हाम्रो प्रतिष्ठाको वास्ता गर्नुहुनेछ है। अनि यहाँनिर 1 तिमोथी 3को 1-13 अनुसार एल्डर र डिकनमा हुनुपर्ने योग्यताहरू सूची यस प्रकार छन्। जम्मा 12वटा छ, तपाईँले टिपेर राख्न सक्नुहुनेछ है त। यो वचन विश्वासयोग्य छ। यदि कुनै मानिसले बिसापको काम गर्न खोज्छन् भने तिनले असलै कामको इच्छा गर्दछन्। यो 1 भयो भने 2मा यसकारण बिसाप हुने निर्दोष एउटै स्त्रीका पति परहेजी, आत्मसंयमी, सुशील, अतिथि सत्कार गर्ने, सिकाउनमा सिपालु, रक्सी नखाने, झगडा नगर्ने, मारपिट नगर्ने, तर भला विरोध नगर्ने, रुपैयाँ पैसाको लोभ नगर्ने। त्यो 2 नम्बर भयो भने 3 नम्बरमा आफ्नो घर राम्ररी चलाउन सक्ने र हेर्नु उसको आफ्नो छोरा छोरीहरूले उसलाई उचित आदर गर्छन् कि गर्दैनन्। यो 3 भयो भने 4मा यदि कसैले आफ्ना घरकाहरूलाई तहमा लाउन जान्दैन भने तिनले परमेश्वरको मण्डलीको कसरी रेखदेख गर्न सक्छन् र 4 नम्बर भयो भने 5 नम्बरमा सिकारु होइन नत्र त घमण्डले फुलेर शैतानको इन्साफमा पर्लान्। यो 5 नम्बर भयो भने 6 नम्बरमा त्यसमा पनि अझै तिनले मण्डली बाहिरकाहरूबाट असल नाउँ पाएको हुनुपर्छ, नत्र त तिनीभन्दा र शैतानको पासोमा पर्नेछन्। यो 6 नम्बर भयो भने 7 नम्बरको त्यसै गरी डिकनहरू पनि गम्भीर हुनुपर्दछ, 2 जिब्रे होइन तर वार्ता, रक्सी खाने, पैसाको लोभी होइन। यो 7 नम्बर भयो भने 8 नम्बरमा तर विश्वास रहस्य शुद्ध विवेकमा थामी राख्ने हुनुपर्दछ। यो 8 नम्बर भयो भने 9 नम्बरमा तिनीहरू देहदारी छन् भने डिकनका काम गरून्। यो 9 नम्बर भयो भने 10 नम्बरमा स्त्रीहरू पनि यही माफिक, गम्भीर, अर्कालाई दोष नलगाउने, परहेजी र सबै कुरामा विश्वासी हुनु पर्दछ। यो 10 नम्बर भयो भने चाहिँ 11 नम्बरमा डिकनहरू एउटै स्त्रीका पति, आफ्ना छोराछोरीहरू र आफ्ना घरको प्रबन्ध राम्रो मिलाउन सक्ने हुन्। यो 11 भयो भने 12 नम्बरमा अन्तिम नम्बरमा किनकि डिकनहरू जस्ता भएर जसले राम्ररी काम गरेका हुन्छन् तिनीहरूले असल दर्जा र ख्रिस्ट येशूमा भएका विश्वासमा ठूलो निर्भरता प्राप्त गरेका हुन्छन्। पावलका अनुसार एक अगुवामा हुनुपर्ने 3 मुख्य योग्यताहरू, यो चाहिँ केही समयपछि म राख्नेछु, तपाईँले
राख्न सक्नुहुनेछ। यो 12 नम्बर पोइन्टसम्म चाहिँ तपाईँले टिपेर राख्न सक्नुहुनेछ। हुन्छ, तपाईँले धैर्यता साथ तपाईँले यो अडियोलाई सुन्नुभयो, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो भिडियोले सक्दो सेयर गर्नुहोला। यो चाहिँ तपाईँ जहाँ अगुवाको अनुसार अगुवाको मुनि डिकनहरू एल्डरहरू जति पनि हुनुहुन्छ यिनीहरूले चाहिँ पालना गर्नुपर्ने कुराहरू अनि याद गर्नुपर्ने कुराहरू अनि ध्यान दिनुपर्ने कुराहरू रहेको छ। तपाईँले सेयर पनि गर्न सक्नुहुनेछ। हुन्छ, सबैजनालाई जय मसी।